6 जुन 1989 मियाजाकीले 5 वर्षकी आयाको नोमोटोलाई चकलेट्स दिएर आफ्नो गाडीमा बसाल्यो। उसले आयाकोको पनि नेकेड फोटोहरू क्लिक गर्यो र उसलाई मारिदियो। तर यो पटक उसले डेड बडीलाई डम्प गरेन। यो पटक उसले आयाकोको बडीलाई आफूसँगै घर लिएर आयो र 2 दिनसम्म त्यसको रेप गर्यो। अलग अलग पोजिसनमा उसको फोटोहरू लिग्यो एन्ड उसको बडीलाई टुक्रा टुक्रा गरेर केही पार्टहरूलाई सिटीकै डिफ्रेन्ट ठाउँहरूमा फाल्दियो र केही पार्ट्सहरूलाई आफूसँगै राख्यो। देन ती पार्ट्सहरूलाई उसले पकाएर खान थाल्यो। उसले इभन आयाकोको काटिएको हातबाट रगत निकालेर पिउँछ। क्यान यु इमेजिन ऊ कतिसम्म साइको थियो होला। अब यति हुँदासम्म पनि पुलिसले उसलाई छोप्न सकिरहेको थिएन। ऊ यस्तो हरिफिक क्राइमहरू गरेर पनि खुल्ला घुमिरहेको थियो र यही कुराले गर्दा ऊ भित्र ओभर कन्फिडेन्स आउँछ। अब उसले आफ्नो क्राइमहरूलाई अझै लेभल अप गर्ने सोच गराउँछ र यहाँ फर्चुनेटली ऊबाट गल्ती हुन्छ।